आजको यस प्रस्तुतिमा स्वागत छ। आज हामी एउटा यस्तो महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौं जसले हाम्रो दैनिक जीवनलाई सिधै प्रभाव पार्छ। आज हामी सार्वजनिक सम्पत्ति व्यवस्थापनको भित्री पाटो खोतल्नेछौं। नागरिकले तिरेको करबाट जम्मा भएको यो साझा सम्पत्तिको कसरी सुरक्षा गरिन्छ र यो किन यति धेरै महत्त्वपूर्ण छ भन्ने कुरा आज बुझ्नेछौं। यो कुनै नीरस सरकारी प्रक्रिया मात्र पटक्कै होइन, यो त हाम्रो राष्ट्रको ढुकुटी र विकासको मुख्य आधार नै हो। ल, एउटा प्रश्नबाट सुरु गरौँ। बाहिर निस्कँदा देखिने ती चिल्ला सडकहरू, बिरानी पर्दा जाने सरकारी हस्पिटलहरू अनि हरियाली दिने वनजङ्गलहरू, यी खासमा कसका सम्पत्ति हुन् त? धेरैलाई लाग्न सक्छ, यो त सरकारको सम्पत्ति हो नि, तर वास्तविकता अलि फरक र निकै गहिरो छ। यी कुनै टाढाको अदृश्य सरकारी निकायका व्यक्तिगत सम्पत्ति होइनन्। यी त सम्पूर्ण नागरिकहरूको साझा सम्पत्ति हुन्, हाम्रो आफ्नै ढुकुटी, जसको संरक्षण हुनु एकदमै जरुरी छ। आजको यस प्रस्तुतिलाई हामीले सजिलोको लागि 5वटा मुख्य भागमा बाँडेका छौं। पहिलो, सार्वजनिक सम्पत्तिको परिचय। दोस्रो, यसका प्रकार। तेस्रो, व्यवस्थापन चक्र। चौथो, महत्त्व र फाइदाहरू। र अन्त्यमा सुशासन र भविष्य। सुरु गरौँ पहिलो खण्डबाट, सार्वजनिक सम्पत्तिको परिचय। राज्यका स्रोत र साधनको कुरा गर्दा सबैभन्दा पहिलो कदम भनेको सार्वजनिक सम्पत्ति व्यवस्थापन भनेको आखिर के हो भनेर बुझ्नु नै हो। सरल भाषामा भन्दा राज्यको स्वामित्वमा रहेका सम्पूर्ण भौतिक, वित्तीय र अभौतिक सम्पत्तिहरूको योजनाबद्ध परिचालन, संरक्षण, मर्मत सम्भार र अधिकतम उपयोग गर्ने प्रक्रिया नै सम्पत्ति व्यवस्थापन हो। यसको मुख्य लक्ष्य भनेकै सार्वजनिक स्रोतको फजुल खर्च रोक्नु हो। यसो गर्न सके नागरिकलाई गुणस्तरीय सेवा दिन सकिन्छ र देशको अर्थतन्त्रलाई साँच्चै नै माथि उकास्न सकिन्छ। यो त केवल सामानको सूची राख्ने काम मात्रै होइन, राष्ट्रिय पुँजीको सही परिचालन पो हो त। अब लागौं दोस्रो खण्डतर्फ, सार्वजनिक सम्पत्तिका प्रकार। अब यहाँनिर एउटा रोचक कुरा के छ भने, सार्वजनिक सम्पत्ति भन्नाले इटा र सिमेन्टका ठूला भवनहरू मात्र बुझिँदैन। यसलाई मुख्यतया 4वटा स्पष्ट वर्गमा बाँडिएको छ: भौतिक सम्पत्ति, प्राकृतिक स्रोत, वित्तीय सम्पत्ति र अभौतिक सम्पत्ति। यो वर्गीकरण हेर्दा नै थाहा हुन्छ राज्यको ढुकुटी कति विशाल छ भनेर। पहिलो कुरा त भौतिक सम्पत्ति नै भयो। यी बनेका ती संरचना हुन् जसलाई हामी छुन वा देख्न सक्छौं र दिनदिनै प्रयोग गर्छौं, जस्तै सरकारी भवन, विद्यालय, अस्पताल, सडक र पुलहरू। अनि खानेपानीका संरचना सरकारी कामकाजमा प्रयोग हुने सवारी साधन र ठूला मेसिनरी औजारहरू पनि यसैमा पर्छन्। यी पूर्वाधारहरू नै नागरिकलाई सेवा दिने मुख्य आधार हुन् नि। दोस्रो र तेस्रो वर्गमा आउँछन् प्राकृतिक स्रोत र वित्तीय सम्पत्ति। प्रकृतिको वरदान स्वरूप प्राप्त सरकारी जग्गा, हरिया वनजङ्गल, नदीनाला र खनिज पदार्थहरू हाम्रा अमूल्य प्राकृतिक सम्पत्ति हुन्। यसका साथै आर्थिक मेरुदण्डको रूपमा रहने सरकारी शेयरहरू, ऋण लगानीहरू र विभिन्न सरकारी कोषहरू वित्तीय सम्पत्ति हुन्। यी दुवै प्रकारका सम्पत्तिहरू सार्वजनिक नासु हुन् जसको सही सदुपयोग हुनैपर्छ। र चौथो, जुन हामी प्राय बिर्सिन्छौं तर आधुनिक युगमा एकदमै महत्त्वपूर्ण छ, त्यो हो अभौतिक सम्पत्ति, अर्थात् अदृश्य सम्पत्ति। आजको यो डिजिटल युगमा सरकारले प्रयोग गर्ने विभिन्न सफ्टवेयरहरू, पेटेन्ट अधिकार र अन्य बौद्धिक सम्पत्तिहरू यसमा पर्छन्। यसले के देखाउँछ भने राज्यको सम्पत्ति परम्परागत भवन र जग्गाबाट विस्तार भएर आजको आधुनिक प्रविधिसम्म फैलिसकेको छ। ल, अब लागौं तेस्रो खण्डमा, सम्पत्ति व्यवस्थापन चक्र। यति विशाल सम्पत्तिको व्यवस्थापन भनेको कुनै एकपटक गरेर सकिने काम होइन। यो त एउटा निरन्तर चलिरहने चक्र हो र यो चक्र 4 चरणमा घुम्छ। पहिलो, योजना र प्राप्ति। कुन सम्पत्ति कति आवश्यक छ भनेर पहिचान गरी खरिद वा निर्माण गर्ने। दोस्रो, सञ्चालन र मर्मत सम्भार। सम्पत्तिलाई सधैँ उपयोगी अवस्थामा राख्न त्यसको नियमित रेखदेख गर्ने। तेस्रो, अनुगमन र मूल्याङ्कन। सम्पत्तिको अवस्था र बजार मूल्यको सही तथ्याङ्क राख्ने। र अन्त्यमा चौथो, विसर्जन। पुराना वा काम नलाग्ने सम्पत्तिलाई लिलामी वा सुरक्षित रूपमा हटाउने। यो चक्रले एउटा सम्पत्तिको पूरै जीवनभरको यात्रा तय गर्छ। अब लागौं चौथो खण्डतर्फ, महत्त्व र फाइदाहरू। हामीले यो व्यवस्थापन चक्रको कुरा त गर्यौं, तर यसलाई कडाइका साथ पालना गर्नु किन यति महत्त्वपूर्ण छ त? हेर्नुस्, पहिलो कुरा, यसले राज्यकोषको दुरुपयोग हुन दिँदैन, मित्यव्ययिता र पारदर्शिता ल्याउँछ। दोस्रो, सडक वा अस्पताल जस्ता पूर्वाधारहरूले लामो समयसम्म सेवा दिन सक्छन्।
तेस्रो, राम्रो अभिलेख व्यवस्थापन भयो भने सरकारी जग्गा मिचिने वा सामान चोरी हुन जस्ता गम्भीर जोखिमहरू टरेर जान्छन्। र चौथो, समयमै सानो मर्मत सम्भार गर्दा पछि हुन सक्ने ठूलो आर्थिक भार जोगिन्छ। र अन्त्यमा 5औं खण्ड, सुशासन र भविष्य। अहिलेसम्मको छलफलबाट सबैभन्दा महत्त्वपूर्ण कुरा के बुझिन्छ भने सार्वजनिक सम्पत्ति व्यवस्थापन भनेको कार्यालयमा बसेर सुक्खा तथ्याङ्क र लगत राख्नु मात्र पटक्कै होइन। यो त सुशासनको एउटा अत्यन्तै शक्तिशाली औजार हो। रगत पसिना बगाएर तिरेको करबाट आर्जित सम्पत्तिको जिम्मेवारपूर्ण र कुशल प्रयोग गरेर मात्र देशको आर्थिक तथा सामाजिक विकासको जग बलियो बनाउन सकिन्छ। यो नै राष्ट्र निर्माणको आधारभूत शर्त हो। यस प्रस्तुतिको अन्त्यमा एउटा गम्भीर प्रश्न छोडेर जान चाहन्छु। हाम्रो आफ्नै समुदायमा रहेका सार्वजनिक सम्पत्तिहरू जस्तै विद्यालय, सडक वा वनजङ्गलहरू के भावी पुस्ताका लागि साँच्चै नै जिम्मेवारीपूर्वक उपयोग र संरक्षण भइरहेका छन् त? यो यस्तो प्रश्न हो जसले हामी सबैलाई आफ्नो वरपरको पूर्वाधारको भविष्यप्रति चासो राख्न र जवाफदिता खोज्न प्रेरित गर्छ। यस विषयमा पक्कै पनि गहिरिएर विचार गर्नुहोला।